त्यो लाग्यो होइन अब लाग्यो अब हरियो ल यता छोरी पनि खाँदैछ एकदम गयो छामालाई त्यति राम्रो नबनाउनै फेरि अरे थाङबनहरूले हेर्छ अर्कोले अब एकछिन जाने ला रुक्साना यहाँको टेस्ट गर्नु हाम्रो एकछिन अब त्यत्रो खाएँ थियो अनि गर्नु पर्यो नि त दाजु चिसो बियरहरू के लिनुहुन्छ बियर लिनु छ त तोङमा अघिदेखि देखेको छु भने 11 बजीदेखि तोङमा थिएँ तपाईँ मुखै लाउनु हुन्न रहेछ तोङमा बोक्या देखाएको थिएँ मैले मुख चाहिँ बोक्या मात्रै देखाएको आमा भिडियो है फेरि हो नि ल के भन्न चाहनुहुन्छ कि चिसेकमा तोङमा ल के त भने अब अङ्ग्रेजी अनि है ल ल ल दुइटै सम्भवको अघि अहिले टन्न खान्छु नि त आम्मामा यो चाहिँ अलिक छुटाउनु हुन्न है बसौँ न त्यही त बसौँ न कहिले आउँछ ल बसौँ न भिडियो त गरेको गर्ने अनि कहाँ रिल नसक्ने त्यही त चुम्लुङ अवार्ड 2026 किरात याक्थाङ चुम्लुङ युकेका वर्तमान अध्यक्षज्यूबाट प्रदान हुनेछ भने यलम्बरङ अवार्ड 2026 आजका हाम्रा प्रमुख अतिथिज्यूबाट प्रदान हुनेछ। तपाईलाई यो जानकारी गराउँदै अब भने चुम्लुङ अवार्ड 2026 कसले पाउनु भएको छ म त्यो घोषणा गर्न चाहन्छु। त्योभन्दा अगाडि यलम्बरङ अवार्ड 2026 यो वर्ष कसको हातमा पर्न गएको छ म त्यसको घोषणा गर्न चाहन्छु। र यो वर्षको यलम्बरङ अवार्ड प्रदान गर्नको निम्ति आजका प्रमुख अतिथि मिचिगन स्टेट युनिभर्सिटीका प्रोफेसर डाक्टर मारोङ खवाङज्यूलाई यस स्टेजमा निम्त्याउन चाहन्छु। हौ हेर्न निन्द्रा लाग्यो क्या हौ त्यहाँ अर्को बडा आइस महानुभावहरू यलम्बरङ अवार्ड 2026 प्राप्त गर्ने व्यक्ति हुनुहुन्छ केवाईसी युके वेस्टर्न ब्रान्चका श्री राम लाबुङज्यू। केवाईसी युके हामी आसनगढकै क्रममा छौँ। महानुभावहरू अहिलेलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक श्री मिलन तमुज्यू यो प्राङ्गणमा आइसक्नु भएको मैले खबर पाएको छु र मिलन तमुज्यू गोर्खा मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्छ। उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनको निम्ति हार्दिक स्वागत गर्दछु। हाम्रो आतिथ्य सत्कारमा खटिनुभएका हाम्रा हामेन्दिङमाका चेली बेटीहरू दिदीबहिनीहरू तपाईहरुले हामी आसनगढकै क्रममा छौँ। महानुभावहरू अहिलेलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक
श्री मिलन तमुज्यू यो प्राङ्गणमा आइसक्नु भएको मैले खबर पाएको छु र मिलन तमुज्यू गोर्खा मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्छ। उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनको निम्ति हार्दिक स्वागत गर्दछु। हाम्रो आतिथ्य सत्कारमा खटिनुभएका हाम्रा खमेन्दिङमाका चेली बेटीहरू दिदीबहिनीहरू तपाईहरुले 60 सालको सिसेक्पा नाम चुम्लुङदेन स्थित युकेको प्रमुख अतिथि डाक्टर मारहङ खवाङलाई चाहिँ स्वागत गर्दै हुनुहुन्छ हाम्रो भव्यताका साथमा। केलाङ साथमा के अरे स्वागत गर्दै हुन्छ उहाँलाई। अब पोहोर पनि आयो भएन, पोहोरको राम्रो लागेको छ, यसपालि राम्रो लागेको छ हौ। ल अहिले र पोहोर अहिले उस्तै उस्तै छ। अब लेट हेरौँ हुन्छ। हाम्रो यो लिम्बू परम्परा अनुसार चाहिँ थाकथाकमा पुरानो ढिकी जाँते सङहरू दान सुम्बाङ सबै यहाँ समितिएको दिने हो नि मामाश्री खै हिजो पनि त्यही हो होइन? हजुर आज पनि ल राम्रो हुन्छ ठ्याक्क बिचमा भयो कि तर यो त हेर्दा मात्र सानो छ कि मामा, भयङ्कर ठुलो हो नि, धेरै ठुलो। तर यो चाहिँ यस्तो के अरे भन्दा भिडियो खिचिराख अर्को सालको लागि होइन यो डिस्पोसिबल हो मामा। अतिथिज्यूको स्वागत होइन यहाँ अलिअलि ल्याएको छ। वरिपरि उभिएर उहाँलाई स्वागत गर्न सक्नुहुनेछ। दिलीप सर गइएन त च्याब्रुङ नाच्न। बियर खानुपर्ने ठाउँमा कहाँ त्यो पानी खाइराख्नु हो। अरे बाजे सेवार हो
अहिले यति बेला बेजिङ स्टक शाखा र रसमोर शाखाको केलाङ उहाँहरू आइसक्नु भएको छ र उहाँहरूको केलाङ प्रस्तुत गरिरहनु भएको छ। तपाईँहरूले देख्नुहुन्छ विभिन्न शाखामा विभिन्न लाङहरू उहाँले प्रस्तुत गर्नुहुन्छ र केलाङ एउटा तरिकाको मात्रै नभएर धेरै किसिमको हुन्छ भनेर पनि तपाईँ हामीलाई थाहा छँदैछ र देख्न पनि सकिरहेका छौँ है। यो प्रतापसम्म छ यस्तो गछ र ड्याप ड्याप गर्छ छाता ल्याउनु किन्नु हुँदैन कसरी सेलेक्ट गरेर लाग्छ भने
16 चाहिँ हराइरा तपाईहरु कसैले पाउनु भएको छ भने कृपया अगाडि स्टेजमा आएर यता टिम यता रहनुहुनेहरुलाई लु पाइसक्यो भन्ने जानकारी पाइयो ल है त आइफोन 16 पाइयो धन्यवाद अब चाहिँ मेरो किड्स भर्जनमा रहेको गीत भुइँसरी ढोगेरै सल्टिआउन चाहन्छु सबैजना नाचिदिनु होला है त हड्डी सिसाको अतल नाम फेरि पनि ट्र्याक प्लिज
Thank you.